सागर निर्दोष भएर घर फर्किए, गुण्डाहरू गए जेलमा। कान्छी र सागर खुसीका साथ जीवन बिताउँदै अब। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। अब आउने कान्छी भागमा यस्तो हुँदै हेर्नुहोस् पुरा भिडियो। दर्शकबिन कान्छी र सागर अब खुसीका साथ जीवन बिताउँदैछन्। सागर घर फर्किसकेका छन्। लामो समय जेल बसाएपछि अदालतबाट पूर्ण रूपमा सफाई पाएका छन्। बालिका बलात्कार मुद्दामा जाल झेल गराई फसाइरहेका सागरलाई बचाउन कान्छीले अथाह प्रयास गर्दै आएकी थिइन्। कान्छीले कहिले सलिनाको अपहरणमा त कहिले गुण्डाको अपहरणमा परेर पनि आफ्नो श्रीमानलाई बचाउन गुण्डासँग बिहे समेत गरेकी थिइन्। दुवैजना बिहे पनि गरेका थिए। सागरलाई डिभोर्स दिइसकेको कुरा कान्छीले फोनमै कुरा गरेकी थिइन्, जुन कुराले घरमा सबैलाई चिन्ताको विषय बनेको थियो। सागरलाई अझै पनि विश्वास लाग्दैन कि कान्छीले यतिसम्म गर्छिन् भन्ने कुरा। घरमा आमा सन्तोष सबैलाई भनेपछि सहारालाई आमा बुवासँग गाउँमा पुर्याउन जान्छन्। प्रमाणको लागि कान्छीले यतिसम्म गर्न जरुरी नै थियो। त्यति बेला गुण्डाकै घरमा काम गर्ने दिदीले कान्छीले प्रमाणको मेमोरी कार्ड दिएर घरबाट भगाउने कोसिस गरेकी थिइन्। बल्ल बल्ल घरबाट भाग्न सफल भएकी थिइन् कान्छी। घरमा आउँदा कान्छीलाई सबैले थर्काउन थाल्छन्। आमा सन्तोष अनि घरबेटीले समेत नाना थरी कुरा गर्न थाले। डिभोर्स दिइसकेपछि घरमा किन आउनुभयो भन्ने कुरा गरेपछि कान्छीको कुरालाई कसैले सत्य कुरा मानेनन्। जुन मेमोरी कार्ड कान्छीले ल्याएकी थिइन् त्यो कार्ड खाली भेटिन्छ। त्यसपछि कान्छीले फेरि दिमाग लगाउँछन्। फेरि गुण्डासँग गएर जसरी पनि अर्को कार्ड ल्याउने प्रयास गर्छन्। गुण्डा पनि कान्छीलाई खोज्न हिँडिरहेका थिए। ठ्याक्कै बाटोमै भेटिहाल्छन्। गाडीमा हालेर फेरि घरमै लग्छन्। गुण्डाले कान्छीलाई झनै तनाव दिन्छन्। कान्छीले गुण्डालाई फकाउन थाल्छिन्। अब तपाईँसँग जिन्दगी कटाउँछु, मिठा मिठा कुरा गरेपछि गुण्डा खुसी हुन्छन्। सागरको त्यही दिन अदालतमा उपस्थित हुने दिन थियो। केही प्रमाण नभेटिएपछि सागर नै दोषी देखिन्छन्। गुण्डाहरू पनि समातेको छ। वास्तविक प्रमाण नभेटिएपछि अन्तिममा सागर नै दोषी ठहर हुने थिए। दुवै पक्षबाट आफ्ना आफ्ना वकिलहरू लडिरहन्छन्। अन्तिम निर्णय सुनाउँदा एकछिन भन्दै दगुर्दै कान्छी आउँछिन्। कान्छीले सबै प्रमाण म दिन्छु, यो चेक गर्नुहोस् त भन्दै यसमा सबै प्रमाण छ, त्यसपछि को दोषी हो सत्य तथ्य बाहिर आउँछ भन्दै मेमोरी कार्ड चेक गरिन्छ। बलात्कार गरेको भिडियो स्पष्ट रूपमा देखिन्छ। त्यसपछि अन्तिम निर्णय सागरलाई आजकै मितिदेखि पूर्ण रूपमा अदालतले सफाई दिएको छ भने दोषी व्यक्तिहरूलाई कडा कारवाही गरिनेछ भन्ने निर्णय आउँछ। कान्छी सागर आफन्तहरू सबैजना खुसी हुन्छन्। कान्छी र सागर लामो समय भेटपछि अङ्गालो हालेर रुन थाल्छन्। गुण्डाहरू अब के गर्ने भन्दै झनै निराश देखिन्छन्। अब हामी फसिसक्यौँ। अब कान्छीलाई कसरी फसाउने भन्ने कुरामा फेरि दिमागमा त्यही कुरा खेलिरहन्छन्। फसाइएको सागरलाई प्रमाण ल्याएपछि सागर निर्दोष साबित त भए, अब हामी जेलमा कोचिने भयौँ भन्दै गुण्डाहरू त्यो सोचिरहन्छन्। अब सागर पूर्ण रूपमा निर्दोष साबित भइसकेका छन्। अदालतले सफाई दिइसकेको छ। कान्छीले यो प्रमाणको लागि गरेको मेहनत अन्तिममा सफलता पायो। कान्छीलाई अपहरण गर्ने गुण्डाहरू अझै पनि बाहिरै बसेका छन्। तिनीहरूले अझै सागर कान्छीलाई जाल जेल गरेर कसरी फसाउन पर्छ भन्ने कुराको टुङ्गो लगाउँछन्। त्यसको लागि पनि अझै केही प्लानहरू बनाउँछन् ताकि सागर र कान्छी दुवैजनालाई फसाउने प्लान अझै गरिन्छ। अब कान्छीलाई गुण्डासँग गरेको बिहेको कुरामा गुण्डाले फेरि कान्छीलाई फसाउनु बेर लाग्दैन। हामीले कानुनी रूपमा बिहे गरिसकेका छौँ, किन सागरसँग गएको भनेर दोष पनि लगाउन सक्छ। या त अब झन्झन ती गुण्डाहरू पनि फस्न सक्छन्। अब के होला यसपछिको भागमा। सबै दर्शकहरूले सागर निर्दोष भएको हुनुपर्छ भन्ने माग थियो, त्यो पनि पुरा भयो आज। अब सागर र कान्छी खुसीका साथ जीवन बिताउनु पर्छ, जीवन बिताउन दिनुपर्छ भनेर सबै दर्शकहरू चाहन्छन्। सागर र कान्छीलाई अर्काले दुःख नदियोस्, आफ्नै खुसीमा बाँच्न दियोस् भन्ने चाहन्छन्। अब हेरौँ यसपछिका भागहरू, यसपछिका कथाहरू कसरी अगाडि बढाउनेछन्।